बिग साइज। हेलो साथीहरू, के छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला हैन। फेरि पनि म हजुरलाई स्वागत गर्न चाहन्छु मेरो नयाँ अर्को भिडियोमा। यहाँ देख्न सक्नुहुन्छ ब्याकग्राउन्ड चाहिँ यस्तो दामी छ हैन। आज चाहिँ 2-3 दिनदेखि पानी परिरहेको थियो। आज अनि मौसम अलि सफा गरेको छ, देख्न सक्नुहुन्छ पछि पुरै बादल लागिसकेको छ। आज अनि म हुक फिसिङ गर्न अनि खोलातिर जाँदैछु। उतै नआउने खोलातिर यसो 1-2 चोटि एकछिन खेल्ने भनेर देख्न सक्नुहुन्छ। यस्तो दामी छ हैन, भ्यू चाहिँ यस्तो खतरा दामी छ हैन। पुरै मकै पुरा खनिसकेको छ। साथीहरू हेरौँ हैन, खोलातिर एकछिन नुहाउने, माछा मऱ्यो भने ठिकै छ, नत्र एकछिन नुहाइ गरेर आउने भनेर जाँदैछु म हैन। पुरा अघि चाहिँ घाम लागेको थियो, अहिले चाहिँ ठ्याक्क खोला चाहिँ सफा भएको छ। मैले चाहिँ यहाँ रड थापेर बसिरहेको थिएँ, अघि नै पढिरहेको छ होला सायद होइन, यत्रो तानिरहेको छ। हेरौँ है त साथीहरू, सायद माछा परेको छ होला, हेरौँ है त। साथीहरू एउटा चाहिँ पर्न सफल भयो है। दिस इज द फर्स्ट क्याच। यो चाहिँ आज चाहिँ कुखुराको आन्द्रामा खेल्दैछु होइन। यो चाहिँ फर्स्ट क्याच हो। लगभग 10-15 मिनट भयो आएको। 10-15 मिनटमा एउटा चाहिँ पऱ्यो है। देख्न सक्नुहुन्छ यस्तोमा अड्किरहेको यार, खत्रै अड्केर उड्ने छ। यसलाई चाहिँ ठ्याक्क यहाँ राख्नुपर्ने हुन्छ। फर्स्ट क्याच। हेर्दै जाउँ है साथीहरू कति मर्छ माछा। साथीहरू यस्तो गर्मी छ होइन। म चाहिँ वेटिङमा राखेर बस्छु होइन, यस्तो गर्मी छ। देख्नु सक्नुहुन्छ ठ्याक्कै यहाँ राखिरहेको छ, वेटिङमा राखेर खेल्ने हो, नत्र घाममा बस्नु सकिन्न। यता अलि शीतल छ, यहाँ त्यो शीतलमा बस्दैछु होइन। हेरौँ साथीहरू माछाले के भन्छ, लास्टसम्म हेर्दै गर्नुहोस् भिडियो, मजा आउनेछ आजको भिडियोमा चाहिँ। यस्तो पसिना भइआयो। म चाहिँ यहाँ बसेको कि ट्याक्क यहाँबाट बसेर हेर्ने हो। हान्न चाहिँ हानिरहेछ है। सेकेन्ड क्याच गाइज। यो चाहिँ सानो छ है।
धन्न फुस्केको गाइस। ल साथीहरू, यहाँ एक झप्का चाहिँ हानेको थियो, फेरि हेरौँ है, पर्न सक्छ। नट चाहिँ तानेको छ। Big size. Big size. सानो छ है यो चाहिँ। पुरा दुध हाल्दैछ, तयार हाल्दै रहेछ। यहाँ म बल्छी खेल्दा खेल्दै अङ्कल यहाँ जाल खेल्दै हुनुहुन्थ्यो। अहिले चाहिँ जाल अड्किएर मैले हेल्प गर्न भनेर जालको रसी छोपेको छु, हेर्नु सक्नुहुन्छ साथीहरू। जाल अड्केर जाल झिक्न जानु पुरै यहाँ हान्नुभएको थियो। यो खतरा छ खोलो होइन, यस्तो पनि खतरा यहाँ। अच्छा, त्यो अङ्कलले चाहिँ झिक्न सक्नुहुन्न जाल। सो अब भाइले लिएर आउनुभएको छ जाल झिक्न। अब भाइले चाहिँ झिकेको छ है त्यो जाल। ल जाल पनि धेरै टाइमपछि अर्को आयो साथीहरू, धेरै टाइमपछि। सेम साइज छ। पत्ले यस्तै अड्के।
ल साथीहरू आजलाई चाहिँ फिसिङ भिडियो यति नै देख्न सक्नुहुन्छ। पुरा हल्का हल्का पानी परेको थियो, अहिले चाहिँ बिदो भइसकेको छ। यता त पुरा अँधेरो भइसकेको छ, देख्न सक्नुहुन्छ यो एरिया। अब पानी आउन सक्छ होइन। आजको फिसिङ यति नै छ। एक साथ चाहिँ भयो, धेरै लगभग आधा केजी छ साथीहरू। अब 5वटा छ, झिकेर हेर्दिन त। यो त भर्खर मरेको, यो चल्दैछ है। ठुलो साइज भनेको यही नै हो। यति नै छ आजको माछा होइन। यति भयो, एक छाक भइहाल्यो होइन साथीहरू। ल देख्न सक्नुहुन्छ आजको माछा यति नै छ साथीहरू। आजलाई नै फिसिङ भिडियो यति नै। नेक्स्ट भिडियोमा मिल्नेछ होइन। तबसम्म ल बाई, नेक्स्ट भिडियोमा मिल्ने छ। ड्यान हाम्रो गोडीघाट खोला।